अस्ति बोली मधुर आएको थियो के बोल्न जान्दैन ल फर्स्टमा सबैलाई ह्याप्पी होली है होलीको विशेष शुभकामना म चाहिँ अङ्किता आइसकेँ घाम चाहिँ माथि लागिसक्यो अहिले बिहानको लगभग 7 बज्न थालिसक्यो ए मनु बिल्बु केटीलाई भन्नु पऱ्यो देउता ए प्रवि नालीमा गएछ त्यसरी अब त्यही भएर एकदम सेफ ड्राइभ गर्नु कि बरु आनन्दले गर्नु नेपालको जन्म चाहिँ हामी यहाँ फोटो सेसनमा गरिरहौँ बुस्ट हान्नु हामी चाहिँ भलक एउटा बोकोले अर्को बोको साथै नराम्रो देखिने हेर्नु चाहिँ यहाँ हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल होप सबैजना आरामै हुनुहुन्छ ल म नि आरामै हो भले हाइलाइट गरेको कस्तो देखियो सबैलाई सुरुमा चाहिँ ह्याप्पी होली आज चाहिँ हामी 2081 12 महिना 1 गते होलीको दिन चाहिँ हामी आज भैरवस्थान जाँदैछौँ फ्यामिली सबै अनि म चाहिँ बिहान 4 बजे उठेर नुहाइधुवाइ गरेर रेडी भएर अहिले चाहिँ तपाईँको लगभग 6:30 भयो त्यही छ त के छ अब आज चाहिँ भैरवस्थानको यात्रा हुन्छ होलीको दिनको भलक भैरवस्थानको आउँछ अघिल्लो भिडियोहरूमा चाहिँ भ्युज ठिकै गएको थियो 200 पुगेको थियो नयाँ भिडियोमा त्यही हो अब त ठिकै हो गोप्रो सोप्रो त्यहाँ रेडी भयो झोला रेडी भयो म चाहिँ यस्तो गेटअपमा रेडी भयो अब म चाहिँ मोटो भ्लग स्टार्ट गर्छु निशान मामुलाई लिन जान्छु यहाँबाट निशान मामु र म बस्छौँ आज चाहिँ बाइक चेन्ज छ डुक 200मा भ्लग भन्छ आज चाहिँ खुसीको कुरा त्यही हो ल म अब मोटो भ्लग स्टार्ट गर्छु ल म चाहिँ फाइनली हिँडेको घर 6:50 भइरहेछ अब यहाँबाट चाहिँ निशान मामुलाई लिन जान्छु अनि बल्ल डुक 200 यहाँ सिट परेछ बाइक खरो भयो ल गए म चाहिँ यहाँबाट हिँडिसक्यो कारणले भाइ चाहिँ गयो भाइ गाडीमा गइसक्यो मेरो दाइसित म सन्नामुलाई ल्याइदिन्छु अनि अस्ति बोली मधुर आएको थियो के बोल्न जान्दैन ल फर्स्टमा सबैलाई ह्याप्पी होली है होलीको विशेष शुभकामना सबैले रङ गर्नु होला आज बुटोल सहरमा निकै रमाइलो भयो आज तराई होली हो नि त अनि यतातिर मान्छेले एकदम रमाइलो गर्नुहुन्छ होलीमा चाहिँ त्यही हो मेरो चाहिँ होली भैरवस्थान हुने भयो अनि म चाहिँ छिटै आउँछु होला सायद होलीमा आउँछु होला बुटोल यस्तो मजा आउँछ नि अनि यहाँ त यादमा 4 गियरमा 50 पुग्दैन 85 पर्छ यार यस्तो मजा आउँछ दुःखमा छुट्टै फिल म चाहिँ यहाँ तनाउलाई लिन हो तनाउ घरबाटै छ यो चाहिँ दुःख अङ्किताको हो कसको होला भन्नु होला मेरो बहिनीको दुःख चाहिँ बहिनी लिएर जानु भने त्यसपछि मेरो बाइक फेरि इन्जिन मार्यो नि त अनि डबल जान मिलेन त्यसमा अनि आफ्नो बाइक चाहिँ अङ्किताकोमा राख्नु म चाहिँ अस्तिबाट चाहिँ दुःखको लैरहु आफ्नो म चाहिँ अङ्किता आइसकेँ घाम चाहिँ माथि लागिसक्यो अहिले बिहानको लगभग 7 बज्न थालिसक्यो हामी चाहिँ छुट्टै यता चाहिँ हल्का चिसो हो म चाहिँ अङ्किता आइसकेँ ठुलो त म चाहिँ डुक राखेर यसो भित्र जान्छु चिया पानी खान्छु अनि त्यसपछि हिँड्न पर्छ मेरो बाइक चाहिँ यहाँ
हाम्रो मन रेडी भयो नि खै त अङ्कु यो सुतिरहेको चाहिँ ल हामी चाहिँ अहिले मनुकोमा आयौँ मनु यसरी सजेर बसिन्छ ल हामी चाहिँ फाइनली यहाँबाट हिँड्छौँ अब त्यहाँ के अरे सीता राइस मिल चोकमा गएर चाहिँ सन्दीप भान्जाहरू आउनु आयो यहाँबाट चाहिँ भेट्छौँ ए मनु बिलबुक केटीलाई भन्नै पऱ्यो भाइको बिलबुकै छुट्यो यार अचम्म परेको आज एकैताल मानिस अन्त मेरो यो झोला चेन्जमा ल्याइदिनु जाम ल हामी चाहिँ सीता राइस मिलबाट माथि लाग्यौँ अब गोलपार्कतिर जाँदैछौँ अनि यहाँ सन्दीप भान्जाहरू भेट्नु भयो पछाडि वहाँबाट चाहिँ हामी जान्छौँ बाटो चाहिँ आज एकदम खाली हो होली हो नि त मान्छे कम हिँड्छ बाहिर रमाइलो सजिलो तर जाडो चाहिँ जाडो भयो आज बिहान बिहान हिँडेर होला अनि फेसबुक चाहिँ भाइ आउँछ कि त्यही रमाइलो आउँछ एकदम मजा फिल लाग्छ मलाई फेरि अब लाग्यो अब चाहिँ अलि जाडो कम हुन्छ पन्जा ल्याउने बिर्सेछु मैले आज अब भयो तर केही छैन फाइनली हामी चाहिँ अब तिमीको बाटोमा फरेस्ट भइसक्यो अब हुँदै त्यही पुरानै हो के अरे देख्न हो के अरे अघिल्लोमा काटेर राखेको थिएँ त्यस्तो चाहिँ बढी बोल्न सकिएन अब अहिले चाहिँ अलिक बढी यहाँ चाहिँ बाटो बनाउनु लागेको चाहिँ एक लेन लास्टै खाल्टाखुल्टी भयो कि यहाँ चाहिँ बल्ल ठिक गर्न थाल्यो बरु सुस्त जाने जाममा पर्ने केही छैन तर बाटो छिटो बन्नु छिटो यसो 1-2 महिना जाममा परेर चाहिँ केही हुँदैन कि बाटो बन्न छ भने त केही न केही त सहन पऱ्यो कि त्यही भएर चाहिँ मलाई चाहिँ त्यो ठिक लाग्यो स्वागत छ अब सुरुङ बन्दै छ यहाँ नि सुरुङको काम अब सकिन्ला चाहिँ हाम्रो धेरै सजिलो छ धेरै लामो छैन भनेको त्यति हो तर यो दोकानसम्म भएको भए चाहिँ एकदम राम्रो हुन्छ जस्तो लाग्छ तर ठिकै छ कमै बहुत केही भएन यो यति अलि रिस्क छ कि हाम्रो बाटो यहाँ धेरै एक्सिडेन्टहरू भएन अहिलेसम्म त्यही भएर बाटो एकदम अप्ठ्यारो त के भन्ने यो बर्खामा चाहिँ मान्छेहरू ढुङ्गा खस्ने डेन्जर चान्स छ यहाँ त्यही भएर पनि अलिक गाह्रो हो यहाँ हाम्रो बाटो बन्द आएको यस्तोसँग अलिक ढिलो भयो विकासको काम त ढिलोमा जस्तो लाग्छ जय यहाँबाट चाहिँ सुरुङ स्टार्ट हुँदैछ पर कत्मासम्म यी अलिकति भइसकेको धेरै विकास भइसक्यो चाहिँ अब घाम देख्ने भनेको चाहिँ दोकान कटेरै हो त्यहाँसम्म घाम देख्न चाहिँ पाइन्न ल के गरेको छ ढोकासँग सुत्नलाई ढोकै खोल्नुपर्छ चिता पनि त झन् यार गाडीमा के हो चाहिँ दाइहरूको पारा त्यस्तै त भागमा त्यो गाडी हुन्छ सुरुङ चाहिँ बन्दै हो यहीँ निस्किने क्या सुरुङ चाहिँ हाम्रो भित्रमा चाहिँ ओभरटेक गर्न यति इजी हुन्छ त्यस्तो गाह्रो केही हुँदैन पिकअप राम्रो छ नि त नयाँ गाडी हो जम्मा 900 जुडे हो त्यही भएर यसमा त मजा आउँछ पिकअप ओभरटेक गर्न कसैले रोक्न सक्दैन पहाड होली चाहिँ हिजो भइसक्यो अब उता पहाडतिर त आज चाहिँ बुटोल तराई होली यता तराई साइडको त्यहाँदेखि दोकान आयौँ अब यहाँबाट चाहिँ विनोदहरू अगाडि गइसकेर सन्दीप भान्जाहरू हामी चाहिँ पछाडि आउँ अब भाउजूहरू चाहिँ कहाँ हुनुहुन्छ देख भेटै भएन अब उनी भइरहेको गएर भेट्यो नि होला भाउजूहरूसित लिएर हिँड्न गर्दा त्यस्तै हुन्छ नि तपाईँको र मैले चाहिँ त्यस्तो स्पिड चाहिँ गएन यही 50-60कै रेन्जमा कुदाइरहँ त्यही लागि मामु हुनुहुन्छ नि त पछाडि फेरि यो बाइकमा बस्न डर लाग्छ नि त हाइट बढिसक्यो पछाडिको नि
फेरि स्पोर्टी बाइक भयो, त्यही भएर अलिक गाह्रो हुन्छ। म चाहिँ त्यही भएर आनन्दले हिँडिरहेको चाहिँ दोकानको पुरै घुम्ती। यता चाहिँ बाटो राम्रो हो तर घुम्ती बढी हो, त्यस कर्नर चाहिँ बढी हान्नुपर्छ। अलि नयाँ नयाँ मान्छेलाई कर्नर हान्नु गाह्रो हुन्छ, न त त्यस्तो बिजी केही हुँदैन। देउता जय भैरवस्थान देउता र सबैलाई फेरि एडभान्समै ह्याप्पी होली है। के बोले भाइ? के बोले एडभान्समा त के भन्ने, आजै हो होली त, तर सबैलाई ह्याप्पी होली। एकदम राम्रोसँग मनाउनु होला, फेरि बढी भिडहरूमा पनि नजानु होला, त्यो हुन्छ के भयो। यस्तो घुम्थ्यौँ हामी चाहिँ भुटखोला आयौँ। भुटखोला नामै भुटखोला है, त्यसलाई डराउनु नदिन्छ। चाहिँ बल्ल बाइक गुल्नु भयो कि एकखेर मात्रै गुल्नु गयो बाइक किनेदेखि, अन्त त्यस्तो लङ रुटमा चाहिँ हिँडेको छैन। कमै बुढा हुन्छ कि हामीदेखि गर्न सक्यो। नेपाली बस्नुहुन्थ्यो, भलक बनाएर त्यो चाहिँ अलि सकिन्न जस्तो लाग्छ, पुग्दैन जस्तो लाग्छ हामीलाई। अब जति पुग्छ त्यहाँसम्म गर्ने हो के अरे होइन र। कुनै रोकिन्न मलाई, के लागि दर्शन गर्न हिँडे खाना केही भएन, बटुक सटुक पकौडा, त्यही भएर चाहिँ अस्तिको अलिअलि भिडियो फेरि पेलिस गरेँ भलक बनाउन हाल्छु। हेरौँ सुटमा आँट्दिनँ भन्दा मैले नर्मल्ली हेरेको स्टार्टिङ त्यसको जसको नि भ्युजहरू त्यही छ। अझै मभन्दा धेरै भिडियो राख्नेहरूको पनि भ्युजहरू तपाईँको 35-40 छ। त्यही भएर मलाई चाहिँ मेरो चाहिँ 200 जाँदाखेरि चाहिँ मलाई खुसी लाग्यो। सब्सक्राइबर बल्ल 45 पुग्नु भयो। लाइक कमेन्ट सब्सक्राइबर गरिदिनु होला हेरेर। 1000 किलोमिटर पर्छ बल्ल, त्यस्तो कम चलिरह्यो। किनेको लगभग टाउन भदौ भनेको 5 महिना भइसक्यो, तर ग्यास चाहिँ अलिक कम पऱ्यो। अब चाहिँ यसलाई अलिक कुदाउनु पर्छ, सर्भिस सेन्टर पनि दाइ अलिक कुदाइदिनु म बाइक भयो त्यही हो। यस्तो चाहिँ घाम लाग्यो बल्ल जाडो अलिअलि हटिने भयो। मैले त हिजो एउटा सेतो ज्याकेट पनि त्यही लगाऊ। अलिअलि हेर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु। बल्ल 45 पुरा हो, 25 थियो। त्यो 2टा भिडियो राखेर चाहिँ मैले लगभग 10 बढाएँ सब्सक्राइबर। 20जना चाहिँ सब्सक्राइबर बढाएँ, राम्रो हो नि। नर्मल एउटा भलकमा 20 सब्सक्राइबरका दरले आयो भने 2000 हो, तर अलिक कमेज छ। लगभग 1-1.5 लाख बनाउनु पर्छ। अब पछि आस्ते आस्ते बढ्ला नि, अहिले आत्तिन परेन त्यो कुरालाई चाहिँ होइन। बल्ल स्टार्टिङ फेज छ, गर्दै हो, सिक्दैछु। अहिले त एडिट नै राम्रोसँग गर्न आउन्न, कुन एप्स युज गर्ने के गर्ने। लिक छैन, एउटा लिक हिँड्दाखेरि अर्को बाटो त्यस्तै हो। कन्ट्रोलिङ राम्रो हुनपर्छ, अरू टेन्सन दिन पर्दैन कि तपाईँ। भन्जाले टोपी लगाएर हिँडेछन्। टोपी लगाएर हिँडेको भने यस्तो चैतको गर्मीमा पनि यो पनि खै उल्टो जन्मेर हो कि मान्छे। अब यतैको भलक भनेर नबुझ्नु होला, त्यो कन्टेन्ट नयाँ हुन्छ। अब हाम्रो घरै कुन्नीतिर भयो, त्यही भयो। अब अन्त जाँदा नि बनाउँछु चाहिँ। अब यहाँ बाइकमा चाहिँ बल्ल इन्क्लुड भयो, अनि भन्छ डेली भलक चाहिँ गाह्रो हुन्छ कि जब हुन्छ, बिहान उठो अनि अरू काम हुन्छ, बिहान जाने घर चार बज्छ सुत्यो। अब जबको डेली भलक बनाउनु भएन के अरे, त्यही भएर डेली भलक चाहिँ नबन्ला होइन। अब के त खाली हुनु पऱ्यो, युट्युबलाई मात्रै टाइम दिनु पऱ्यो। त्यो अहिले स्टार्टिङमा त्यो सकिन्न, अहिले आफूलाई पनि हेर्नु पऱ्यो होइन र। त्यही भएर अब चाहिँ मलाई बबाल लाग्छ। यहाँ चाहिँ कहिले पर्खिरहेको पल्टेछ, ट्रफी नालीमा गएछ त्यसरी। अब त्यही भएर एकदम सेफ ड्राइभ गर्नु कि बरु आनन्दले गर्नु। तर घर कसरी पुगिरह नि त, आनन्दले चलाउने, कुनै रिस्क नलिने। छिटो गएर के मरि लाने भएर 10 मिनट ढिलो गयो नि पुगिन्छ, बन्दै रहेछ है। अब चाहिँ केही होला जस्तो छ यता चाहिँ यो विकास हुँदै रहेछ, गिटी बिताउँदै रहेछ राम्रो। अब यस्तोमा आउँदा चाहिँ अलि सुस्त हिँड्दिनु होला, 2तिर साइडमा टायर खाने ठाउँ। अब यसपछि चाहिँ पाल्पाको भेट सुरु हुन्छ।
भान्जा त रोकिए भान्जा रोकिने र सुन त्यसो त भन्छ डिजेहरू भयो हामी दोकान गर्दाखेरि बल्ल हिँड्यौँ भन्थे को के छ गोप्रोमा देखिन्छु नि म गोप्रोमा त देखिरा हामी चाहिँ जोरदारबाट अब बोटुक खाना नभए नि चिया खाएर चाहिँ हिँड्यौँ मन्दिर जाँदा के गर्ने बोटुक त खाना मन थियो अब फर्किँदा खाने अब भाउजूहरू बल्ल भैरस्थानभन्दा बुटोलै हुनुहुन्छ अरे अब हामी त आनन्दले गएर टिकटक बनाउनु पर्यो भैरस्थान पुगेर अरू केही काम भएन आजको अब घर पुग्दा चाहिँ 1-2 नै बज्दा जस्तो लाग्यो म त 6 बजी हिँडेँ अहिले 11 बजे बुटोले पुगिन्छ भन्ने थियो अब बुटोल त 11 बजी त कहाँ पुग्नु उडाउने ट्रक कपडा बिगारिदिनु भयो मनु तिमीलाई होइन काला भए पो धुलो देखिन्छ रातो भएपछि त धुलो देखिन्छ होइन पछाडि हटे एकदम धुलो उडाएकै गाडी चाहिँ पोखरा यहाँबाट 130 किलोमिटर रहेछ बर्तुङ चाहिँ कति 25 वर्षाले चाहिँ बाटा नछोडिदिनुको भन्छ त्यसको लागि लङ रुटको गाडी चल्छ अलिकति स्पिड दिनै पर्छ गाडीले नि चाहे सानो गाडी बहुत चाहे ठुलो गाडी बहुत झ्याप्पो भन्ने बेला ब्रेक लाग्दैन त्यसो भने गाह्रो हुन्छ बच्चाहरूले बोल्न भने चाहिँ ओभरटेक गर्न मलाई चाहिँ फाइनल्ली परिस्थान आइयो तल वेटिङमा गऱ्यौँ भाउजूहरू आउनु भयो होइन भाउजूहरू आएपछि चाहिँ हामी पनि माथि पूजा गर्न निस्किन्छौँ यहाँ बाख्रो यही बोको आज चढाउने यसलाई चाहिँ आज बोली थियो क्या हाम्रो यो बोली चाहिँ चढाउने राम्रो किन राम्रो त भन्नु होला त्यही छ नगरा डुक चाहिँ त्यहाँ यस्तो सेक्सी देखियो यता चाहिँ पार्क छ यस्तो त्यही छ अरू कुरा चाहिँ अहिले दर्शन गर्दा निन्दा ला भोक ला त्यही छ नेपालको झन्डा सबैभन्दा बिग्रेका यिनी प्रमाणित भयो नि आज उता एउटा बोका यता एउटा बोका सन्दीप बान्जा यता हेर्नु त बोका फाइनल चस्मा लगाएको त म कति राम्रो देखेँ नि उदुमै मान्छे राम्रो हो कि चस्मा राम्रो हो कि अनुहारै राम्रो हो कि हो यस्तो बहुत राम्रो देखेँ लगाइ तपाईँ यस्तोमा भेटौँला है भाउजूहरू आएपछि त्यही छ अरू त केही छैन भन्नु यस्तो रमाइलो पिसफुल ठाउँ अनि सर हामी डाँडामा छौँ यहाँबाट चाहिँ हामी यहाँ फोटो सेसनमा गरिरहौँ बुस्ट हान्नु यिन चाहिँ हाम्रा सन्दीप भान्जा है अभिषेक बराल यिन चाहिँ टिकटकर बुटोलको सबभन्दा अहिलेको भाइरल टिकटकर 5 वर्षपछि सिए बिउको ठुलो फ्यान निरज भान्जा यहाँ
मनुले टिकटक बिना सरले नि टिकटक पिङ म चाहिँ पिङ खेल्न पर्यो ओइ मलाई धान छ नै धान नि हिँड्छ मलाई त उमेर भएन अरे है चाहिँ भाउजूलाई कुरो सुमन दाई चाहिँ उहाँ प्यालो कुर्ता लगाएर सुमन दाई यिनी माको भिखारी भयो सिए जस्तो मान्छे भयो ल फाइनली भाउजूहरू आउनु बिना सर सन्ध्या यिनीहरू दुइटा बोकाएर सब हिँडिरह यत्रो बेला रेकर्डिङै भएर हिँड्छ भिडियो यस्तो आपत मैले खिचिरहेँ भनेको हामी चाहिँ अब ठ्याक्कै रेडी भयौँ भाउजूहरूलाई वेटिङ भाउजूहरू आएर पुगिआएपछि किसुपा दौराले यहाँ चाहिँ यहीँ बनाउने दाइ किसुपा दौराले यहाँ चाहिँ यहीँ बनाउने मासु लैदिउँ भुट्टा यता खाम के होइन मासु उता लैदिउँ भुट्टा यता खाम राम्रो भोक लाग्यो मेन बोका काटेर के यतै खानु पर्छ ढोका नमस्ते नमस्ते सबैलाई पुके पुके हाम्रो पुके यता हेर्दैउ न हाम्रो पुके कस्तो अरे ओए पुके टोली भिडियो भलको साँझ युट्युबमा आउँछ नमस्ते ल फाइनल्ली जाम माथि हाम्रो पुके पुके ल जाम के भोक ला अभि भोको ओ सन्दीप भन्दा म त भलको मेरो त क्यामेरा ड्युटी त छुट्टै ए भान्जा विनोद सर हेलमेट के हो राम्रो त्यहाँ त छोड्नु भएन क्या ल ए भलकमा दुई बहिनी सङ्गीत भएपछि मलाई नि फाइनल्ली ओहो सर टोली हामी चाहिँ भलक एउटा बोकोले अर्को बोको शान्तै नराम्रो देखिने इच्छा हेर्नु यो मुद्दियो आज के हो धेरै समय भइरह्यो यो खैरो बोको यो निलो बोको यो आयुष यो खैरो बोको यो कालो बोको भन्न भलक स्टार्ट गर त गोप्रोमा चासो के हो अब अहिले त्यसबाट भन्दा यसबाट राम्रो हुन्छ फर्किस दिएन र ए पानी लाउनु भाइ राख्नु होइन यसबाट 4K गर्नु मिल्छ कि यसबाट गर्छ एडिट गर्नु मिल्दैन साथीहरू रोड के मोबाइल भेट्टेन क्या बोकाले भाउजू लानु यहाँ चाहिँ रोड बनाउने ठाउँ हामी चाहिँ यहाँ रोड बनाउन आएको रोड
चाहिँ यहाँ पुरै पाकिरह यत्रो धेरै रोडमा कुरिरह चाहिँ पुरा जुत्ता चप्पल राख्ने ठाउँ डाँडा रोड लिन जानु पर्यो कि तपाईँ अभिसित सिक्नुहुँदैछ ओ अभि जानु थाल्यो ओ अभि बिना सरलाई लिएर जा रोड लिने माथि ल हामी चाहिँ यहाँ पूजामा ओके त्यही फोटो गर्न जाऊँ कि हामी चाहिँ यहाँ भैरवस्थान छौँ यहाँ त्रिशुल क्या राम्रो देखियो भिड हुन्छ ओहो सिनेमेटिक एउटा सिनेमेटिक आनामा है त हामी चाहिँ यहाँ भैरव माईको दर्शन गरिरहौँ दिनुहोस् पैसा खानु खै ओम परमेश्वर रक्षा गर्नु होला देखेका सपना पुरा भयो निरन्तर भलक बहम है चाहिँ त्रिशुल त्यसले दर्शन गर्नु हो ओहो एउटा राख्नु रहेछ पूजा गर्दैछौँ तिमी कसको हुन्छ ल यहाँ साथीहरू छ फोटो सेसनमा हाम्रो टोली ओहो टोली ल एउटा खै सबले यता हेरौँ है ल सबले बाई बाई गरौँ त बाई बाई के सबले भैरवस्थान टुर सकियो त्यो मान्छे जतिको हँसिलो मान्छे त फाइनली गाइजन चाहिँ गराइयो है हाइलाइट गरेको त दामी देखियो है भर्खर घर आएर पछि एकदम थकियो बाटो चुस्तियो आउँदाखेरि गोप्रो भएन भिडियो बनाउनु पनि खासै पाइएन त्यसपछि फेरि उहाँको भिडियो बनाइदिएँ अब फेरि धेरै लामो भयो भने फेरि पाटन पाठ गर्नु अलिक सोच्दा पाटनमै जाँदै देखाएको त बाटो होइन त्यहाँदेखि गफ त सधैँ भइरहेको छ त्यही भएर चाहिँ ल सबैलाई अन्तिम पटक ह्याप्पी होली भन्दै आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु लाइक कमेन्ट सेयर सब्सक्राइबर अनि बेल आइकन थिच्न नभुल्नु होला प्लिज 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 स्टार्टिङ छ त्यसरी लाइक कमेन्ट सेयर गरिदिनु होला र भ्लग अब सायद आज होली छ र भोलि शनिबार छ भोलि बिदा सायद आज एडिट गर्छु कि हेरौँ अब कतिको जाँगर चल्छ अहिले त ज्यान थाकिरह अब यसो रेस्ट गर्छु यसो फेरि माथि त्यहाँ जानु पर्ला अहिले दिउँसोको 4:30 भइसक्यो त्यही हो ल हुन्छ त गाइज ल है